सबैलाई शुभ बिहानी। आज चाहिँ म यो माथिबाट ल्याइदिएको यो सुन्तला खाँदैछु। अनि मैले जब हेरेँ है तपाईहरूको माझमा लोकल तरिकाले भिडियो बनाउँदाखेरि तपाईहरूलाई मन पराउँदो रहेछ। म लाग्थ्यो कि सब्सक्राइब गरिदिनु, मेरो च्यानलमा सब्सक्राइब गरिदिनु भन्ने मलाई लाग्थ्यो, तर होइन रहेछ। जब मैले हिजो हालेको थिएँ एउटा भिडियो कोदोको ढेँडो बनाएको, त्यहाँ हेर्दाखेरि चाहिँ तपाईँहरूले मन पराएर आफै सब्सक्राइब गर्नुभएको थियो। अनि जब लाग्छ, अनि मैले जुन भिडियो बनाउँदै गर्दाखेरि ब्याकग्राउन्ड म्युजिक हाल्दाखेरि चाहिँ जब कपिराइट आउँथ्यो म निराश हुने पोइन्ट थियो। तर मैले आज भर्खरै एउटा एआईबाट एउटा म्युजिक भिडियो पनि बनाएको छु। त्यही भएर यो ब्याकग्राउन्डमा बजिरहेको चाहिँ एआईबाट बनाएको, म आफैले बनाएको भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट गरिदिनु होला हजुरहरूले। बिहानीको मौसममा म चाहिँ यो सुन्तला खान गइरहेको छु। एकदम मिठो छ। यो चाहिँ लोकल यहीँतिर सुनखानीमा बनेको हो। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले है, यो पछाडिको एकदम बादल लागिरहेको भिडियो एकदम दामी छ, मिठो छ। हजुरहरूले सपोर्ट गरिदिनुहोस्, माया गरिदिनुहोस्, कमेन्ट गर्नुहोस् कस्तो छ, के सल्लाह सुझाव छ। जस्तो आउँछ त्यस्तै दिएँ मैले यहाँबाट। हजुरहरूले सुधार्नु पर्ने कुराहरूमा सिकाइरहनुहोस्। बिहानीको मौसम छ, चिसो चिसो तातो घाममा। बबाल हुन्छ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हजुरले गरिरहनु भएको छ, धन्यवाद। साथसाथै सपोर्ट पनि सधैँभरि तपाईँहरूले गरिराख्नुहोस्। हस्त, धन्यवाद।